So let's talk about how much money do electric vehicles really save. यसको फुल म्याथ भेहिकल प्राइस सँगै हेरौँ है त। पहिलो कोड नम्बर लक गरौँ। इलेक्ट्रिक स्कुटर्स तपाईले चलाउँदाखेरि प्रति किलोमिटर 0.4 पैसा भनेको 1 किलोमिटरमा तपाईले 0.4 पैसा मात्र खर्च गर्नुहुन्छ भनेदेखि फ्युल मोटरसाइकल्स पेट्रोल मोटरसाइकल्सहरु चलाउँदा तपाईले प्रति किलोमिटर 8 रुपैयाँ खर्च गर्नुहुन्छ। त्यो चाहिँ पेट्रोल र मेन्टेनेन्स सहित गरेर हो। उही 1 किलोमिटर तपाईले ईवी मा 0.4 पैसा मात्र खर्च गर्नुहुन्छ भनेदेखि फ्युल बाइकमा तपाईले 20 गुणा बेसी खर्च गर्नुहुन्छ। यदि महिनामा तपाई 1000 किलोमिटर मात्र कुद्नुहुन्छ भनेदेखि ईवी बाइकले तपाईको 400 रुपैयाँ मात्र खर्च गराउँछ भनेदेखि फ्युल बाइकले तपाईको 8000 रुपैयाँ खर्च गराउँछ। त्यो भनेको एक वर्षमा 80000 रुपैयाँ खर्च हुनु हो। अब भेहिकलको प्राइस सहित तपाईले किनेको लगानी गरेको पैसा कहिले फिर्ता पाउनुहुन्छ त भन्ने कुराहरु म्याथमा हेरौँ है त। तपाईले ईवी स्कुटर पनि कस्तो खालको ईवी चलाउँदै हुनुहुन्छ त्यसमा फरक पर्छ। यदि सस्तो ईवी चलाउँदै हुनुहुन्छ भने कति वर्षमा फर्किन्छ र महँगो ईवी चलाउनुहुन्छ भने कति वर्षमा तपाईले लगानी गर्नुभएको पैसा फिर्ता पाउनुहुन्छ भन्ने कुरा यतानेरि स्पष्ट देखाएको छ। यदि तपाई लिड एसिड ब्याट्री चलाउनुहुन्छ भने जुनलाई चाहिँ 1,20,000 देखि 1,80,000 सम्म पर्छ, तपाईले मानौं एक वर्षमा 10000 किलोमिटर मात्र चलाउनुहुन्छ भनेदेखि वर्षको करिब 80000 रुपैयाँ बचत गर्न सक्नुहुन्छ। फ्युल बचतबाट मात्र तपाईले 1,20,000 तिरेर किन्नु भएको ईवी स्कुटर एक वर्ष 2 महिनामै तपाईले 1,20,000 रुपैयाँ फिर्ता पाउनुहुन्छ र 1,80,000 रुपैयाँ तिर्नु भएको छ भनेदेखि लिड एसिड ब्याट्री वाला ईवी स्कुटर तपाईले 2 वर्ष 3 महिनामा लगानी गर्नुभएको पैसा फ्युलमा खर्च गर्नुको साटो फिर्ता पाएर तपाईले पैसा जोगाउन सक्नुहुन्छ। तर ध्यान दिनुहोस्, लिड एसिड ब्याट्री चाहिँ चाँडै डिग्रेड हुन्छ भन्नाले यसको लाइफ स्प्यान चाहिँ 24 महिनाको हाराहारीमा मात्र हुन्छ, जसले गर्दा तपाईको यसको मेन्टेनेन्स कस्ट अलिकति हाई हुन्छ र रेन्ज चाँडै घट्छ। त्यसले गर्दा तपाईको टोटल कस्ट अफ ओनरशिप चाहिँ त्यति धेरै लो नहोला। लिड एसिड ब्याट्री वाला ईवी स्कुटर्सहरु चाहिँ छोटो यात्राको लागि र तपाईको बजेट एकदमै टाइट छ भनेदेखि एकदमै बेस्ट रहन्छ। अब एलएफपी ब्याट्रीको कुरा गर्दाखेरि एलएफपी ब्याट्रीको प्राइसिङ चाहिँ 2,60,000 रुपैयाँ देखि 4 लाख सम्मको रहेको छ। उही सेम एजम्पसन गरौँ, तपाईले एक वर्षमा 10000 किलोमिटर कुद्नुहुन्छ भनेदेखि वर्षको 80000 रुपैयाँ कमाउनु भयो। 2,60,000 पर्ने एलएफपी ब्याट्री भएको ईवी स्कुटर लिनु भएको छ भनेदेखि तपाईले 3 वर्ष 3 महिनामा चाहिँ लगानी गर्नुभएको पैसा पेट्रोलमा खर्च गर्नुको साटो खल्तीमा पाउनुहुन्छ। त्यस्तै गरी 4 लाख वाला एलएफपी ब्याट्री लगाएको ईवी स्कुटर लिनु भएको छ भनेदेखि 5 वर्ष भित्रमा तपाईले लगानी गर्नुभएको पैसा फर्केर आउनेछ। एलएफपी को लाइफ साइकल चाहिँ अराउन्ड 2000 प्लस भएको हुन्छ। 6 देखि 8 वर्ष मजाले चल्छ। यसको डिग्रेडेसन स्लो हुनको कारणले र यो एकदमै स्टेबल हुनको कारणले सुरुचोटी लगानी गर्दाखेरि महँगो भए तापनि यसको लङ टर्म कस्ट चाहिँ स्लो हुन्छ र रिसेल भ्यालु पनि धेरै भएकोले तपाईको टोटल कस्ट अफ ओनरशिप अथवा टीसीओ चाहिँ कम रहन्छ। यदि तपाई पेट्रोलियम स्कुटर अथवा बाइकबाट ईवीमा शिफ्ट हुनुभयो भनेदेखि कति पैसा चाहिँ तपाईले बचाउनुहुन्छ र पेट्रोलमा लाग्ने पैसा तपाईले कसरी युज गर्न सक्नुहुन्छ भन्ने कुरा हेरौँ है त।